हेलो हेलो यो भिडियोमा हजुरहरूले के देख्नुभयो है यो चाहिँ नुवाकोट जिल्लाको ककनी भन्ने ठाउँमा भएको एउटा घटनाको दृश्य हो कि हामी यसो न शनिबारको लागि यसो न घुम्न जाऊँ भनेर गइरहेको बेलामा त्यहाँ एउटा चाहिँ यस्तो घटना रहेछ एउटा इतिहास रचेको ठाउँ कि 1992 जुलाई 31 चाहिँ अन्तर्राष्ट्रिय विमान थाई एयरवेजको विमान चाहिँ दुर्घटना भएको स्थान रहेछ हैन। अनि त्यो स्थानलाई चाहिँ के बनाइएको रहेछ भने थाई मेमोरियल पार्क भनेर चाहिँ नामाकरण गरेर चाहिँ त्यहाँ एउटा पार्क बनाइएको रहेछ। त्यो पार्कमा चाहिँ अनि हामी यसरी जाँदाखेरि सर हामी यसरी गयौँ र त्यो पार्कभित्र छिरिसकेपछि त्यहाँ कुनै पनि पार्क छिर्नलाई शुल्क लाग्ने थिएन। अनि गइसकेपछि त्यहाँ हामी सर गयौँ होइन, ढुङ्गाल बिछाएको बाटो थियो, राम्रो बनाइएको थियो। अनि अलि माथि जहाँ मेन दुर्घटना भएको हो त्यो ठाउँमा पुगिसकेपछि हामी गेटैमा चाहिँ त्यो सबै विवरण लेखेको थियो। अनि हेर्दै जाँदाखेरि चाहिँ अलिकति माथि देखिन्थ्यो कि पारिपट्टि सेतै हुँछाको राम्रो खालको चाहिँ यत्रो मान्छे मरेर रहेछ त। अनि डाँडाहरू हिउँले छपक्क छापिएको अनि त्यसपछि हामी यसो न हेरौँ न त हामी पहिलोचोटि आएको के रहेछ भनेर हेर्दै जाँदाखेरि चाहिँ त्यहाँ एउटा शिलालेखमा ढुङ्गा जतिजना त्यो दुर्घटनामा समथिङ 114 जनाको मृत्यु भएको रहेछ, विदेशी लगायत नेपालीको पनि हैन। त्यसपछि उहाँहरूको नाम सहित चाहिँ सर र ढुङ्गामा लेखेर चाहिँ राखेको थियो कि जो अब 1900 धेरै साल पहिले। अनि त्यो चाहिँ नाम लेखेको अलिअलि मेटिसकेको पनि थियो कि। अनि त्यहाँ वरिपरि चाहिँ के थियो भने एउटा पोखरी गार्डनहरू हैन, जो होस् हेर्न लायक एकदम मनमोहक बनाउने खालको ठाउँ थियो कि त्यहाँ। त्यसैले हामी यसरी हेर्दै आयौँ है, यसरी हेर्दै आएर हामी निस्क्यौँ है। त्यो दृश्य मलाई एकदम अनौठो लाग्यो है। धेरै वर्ष पहिलेको चाहिँ त्यो दृश्यलाई अवलोकन गर्न पाउँदा धेरै ह्याप्पी है। हजुरहरू पनि जान सक्नुहुन्छ, एकदमै राम्रो, यति राम्रो भ्यू देखिन्छ अब कुरै छोड्नुहोस्।